त्यो बिस्कुट अरूलाई नदिने किन नदिने नि ए बुनीलाई बुझिहाल्छ ए खाएर ड्याडीलाई दिउँ न त अनि बाबुलाई नि श्रेयांशलाई नि बाबुलाई दिउँ न त श्रेयांशलाई बाबुलाई नि खोकी लाग्छ नि तिमीलाई हो र भोलि खाने यता हेर न यता म त बुनेलाई बोलाउँछु अनि बिस्कुट खाना आऊ बुनु भन्छु लाउँदैन अनि बाबुलाई पनि लाउँछ नि खोकी अनि दियो भने के हुन्छ र खोकी किन नदिन र तिनीहरूलाई बुनेले